म तपाईँलाई एउटा स्टोरी सुनाउँछु है। एउटा बाउ रहेछ, पेन्टर रहेछ होइन। अनि उसले चाहिँ राम्रो पेन्टिङ गर्दो रहेछ। उसको छोरा रहेछ। अब बाबु चाहिँ अब रिटायर हुनु पऱ्यो, म कति गर्ने, अब मेरो छोरालाई पनि त सिकाऊ न भन्ने भएछ। ल बाबु, ल म तिमीलाई अब आजदेखि पेन्टिङ गर्न सिकाउँछु, अब तिमीले पनि गरी खाऊ, अब म त कति समय पो गर्न सक्छु, तिमीले पनि कमाउनु पऱ्यो भन्नेछ। अब बाबाको प्रभावले छोराले पनि अलिअलि पेन्टिङ गर्न सिकिसकेको थियो। अनि बाबुले चाहिँ सिकाएछ। 1 महिनापछि उसको पेन्टिङ तयार भएछ। ल बजारमा बेचेर आऊ भनेर छोरालाई पठाएछ, गएछ, बेचेर आएछ। अनि बाबा, मैले आज पेन्टिङ बेचेँ नि। कतिमा बेच्यो? मैले 200 रुपियाँमा बेचेँ भनेछ। गजब छोरा, खुसी छौ नि? छैन, तपाईँले 500मा बेच्नुहुन्छ नि, मैले 200मा बेचेँ, कसरी खुसी हुने म? त्यसो भए ल सुन, अब यो क्यानभासमा चाहिँ कसरी म अझै रङ कलर संयोजन कसरी गर्ने भन्ने कुरा सिकाउँछु, त्यसले गर्दा अझै राम्रो हुनसक्छ भन्ने भएछ। फेरि 1 महिनापछि एउटा पेन्टिङ तयार भएछ। फेरि गएर छोराले बेचेछ। अनि बाबा, मैले आज नि बेचेँ नि भनेछ। कतिमा बेच्यो? 300मा। गजब होइन, भेरी भेरी गुड जब। खुसी छौ? छैन, तपाईँले त 500 बेचिरहनु भएको थियो। अनि सुन, पेन्टिङको कलर फ्युजनले मात्रै सबै कुरा हुँदैन, त्यो हाम्रो पेन्टिङले, चित्रले चाहिँ कथा पनि बोक्नुपर्छ। म आज तिमीलाई कथा कसरी बोक्ने भनेर सिकाउँछु होइन भन्ने भएछ। अनि फेरि सिकाएछ। फेरि 1 महिनामा एउटा पेन्टिङ तयार भएछ। ऊ गएर बेचेछ। बेचेर आइसकेपछि, बाबा मैले आज पेन्टिङ बेचेँ नि। कतिमा बेच्यो? 700 रुपियाँमा। स्याबास। अनि ल तिमीले अब कथाको नि सिरिज निस्किनुपर्छ होइन, त्यसको पनि कथाको ब्याकग्राउन्डहरू देखाउन सक्नुपर्छ, अरू कुरा म तिमीलाई सिकाउँछु। छोराले बाबालाई हेरेर भनेछ, ए जसले जिन्दगीमा 500 भन्दा बढीमा पेन्टिङ बेच्न सक्नु भएन, अब 700मा पेन्टिङ बेच्ने मान्छेलाई सिकाउने? तपाईँभन्दा म बढी जान्ने भइसक्यो बाबा। अनि बाबाले भनेछ, छोरा तिमीले जीवनमा अब कहिले पनि 700 रुपियाँभन्दा 1 रुपियाँ बढीमा पेन्टिङ बेच्न सक्ने छैनौ। छोराले गम्भीर भएर सोधेछ, किन बाबा? किनकि जब तिम्रो हजुरबाले 300मा बेच्नुहुन्थ्यो पेन्टिङ, एक दिन मैले 500मा बेचेर आएको थिएँ र यही घमण्ड ममा आएको थियो र मैले सिक्न छोडिदिएको थिएँ। त्यसपछि म 500 भन्दा माथि पुग्न सकिनँ।